कपिलवस्तुमा ब्याङ्किङ कसूरमा एकजना पक्राउ परेको समाचार। कपिलवस्तुमा ब्याङ्किङ कसूरमा कृष्ण सम्बन्धी मुद्दामा एकजना ब्याङ्क कर्मचारी पक्राउ परेका छन्। मायादेवी गाउँपालिका 1 पकर्डी स्थित 28 वर्षीय ऋषभ कार्कीलाई इलाका प्रहरी कार्यालय पकर्डीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। एनआईएमबी ब्याङ्क तौलिहवा शाखामा कार्यरत कार्कीलाई ग्राहकहरूको खाताबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्कीले विभिन्न मिति तथा समयमा ब्याङ्किङ प्रणालीमा अनाधिकृत रूपमा प्रवेश गरी केही ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेका थिए। त्यसपछि आफ्नै प्रयोगमा रहेको मोबाइल नम्बर खातामा लिङ्क गरी मोबाइल ब्याङ्किङ तथा कनेक्ट आइपीएस मार्फत हुने ट्रान्जेक्सनको अलर्ट नआउने व्यवस्था मिलाएका थिए। यसरी उनले 16 जना ग्राहकहरूको खाताबाट कुल 1,65,00,000 रुपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका कार्की विरुद्ध ब्याङ्किङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट 7 दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।